खाना मसाएको देखेको त मोमो खाउँ त हाम्रो अब यो कोरियन चाउचाउ दिस इज आवर मोमो दुई प्लेट मोमो अनि यो माइजुको छुट्टै किनभने माइजुले पिरो खानुहुन्न अनि यो हाम्रो चटनी हाम्रो आस्था सोल्टिनी होमवर्क गर्दैछ बिकज सी हेज टु डु होमवर्क ल अब हामी खान्छ ल खाऊ यो वर्ष दिदी मेरो चाहिँ सबै सुप हालेको माइजुले चाहिँ खानुहुन्न सुप हालेको है माइजु पिरो हुन्छ म त कति फर्स्ट बाइट खाए ल खाए ल म त ल 1 महिनामा होला ओ माइ गॉड पिरो छ कि धेरै छैन माइजु अब त्यो लाग्दैन के पिरो चटनी मिठो हो कि सरी चटनी मिठो हो मोमोको फर्स्ट बाइट पिरो छ भाइ हो र आफ्ना सल्टिनी नि यहाँ पछाडि आउन त मोमोको प्लेट लिएर आएर आऊ एउटा मात्र हाल्नु माइजुलाई माइजुलाई अब ट्रु बुक बागर बनाउनु पर्यो खुर्सानी पेलाएर अनि खुर्सानी पिरो भन्छ खुसी दिदी सानो भएर खुसी दिदीले खाना पाएछ बेसकरी के अरे मैले धेरै खाएँ रे पिरो खान सक्छ खुसीले किनकि मैले पनि खान हुन्छ मम्मीको चाहिँ भेट छैन गाईहरू खुसी दिदीलाई वैशा दिदीहरूले पिरो भयो उनीहरू खाने चटनी पोखनलाई कि खुसी दिदी वैशा दिदीले दुईटा टिम भएर भ्या योसँग अझै कोक खाना पाए मिठो हुन्छ तर बजेट सकिसकेको अवस्था स्प्राइट विथ लेमन झन् यति जुटाउनलाई बजेट सक्यो आज बुकेट बेचेर पैसा आएको पनि भ्याइयो है त्यही पनि 70 रुपिस काटेर पाएँ 70 हाल्दै के हुँदैन मैले हो हामीले दिउँसो पानीपुरी नै खाएकै हो यहाँ हाम्रो सेकेन्ड टाइम हो त्यही भएर अलि गाह्रो हुँदैछ नत्र यो हाम्रो फर्स्ट खाजा भएको हामीले अहिलेसम्म दन्काइसक्यौँ हाम्रो फर्स्ट मुकबाङ हेरेर अझ नपर्नु होला त्यो हाम्रो फेभरेट माइजू हो मेरो फेभरेट सिस्टर र मेरो फेभरेट सोल्टिनी खै अनुहार देखा वास्ना या थोत्ती बुढी हो क्या आज सोल्टिनी सुत्दै छ म हजुर आज मलाई मोटी अलि मेकअप सेकअप लगाएर बस्नुपर्ने के हो नि मेकअप लगायो भने लिपस्टिकहरू पुरै मुखीभरि खान्छ अनि गरौँ क्या त्यो पनि हो मेकअप बाई सोल्टिनी आफ्ना भनेर अनि त्यसको भिडियो बनाउने एकदिन उसवाला च्यालेन्ज गरौँ कि मेकअप डन बाई सोल्टिनी मेकओभर बाई सोल्टिनी भन्ने अनि छुट्टीको बेलामा सटरडे हो नि मेरो त इक्जाम चल्दैछ मेरो प्री बोर्ड एक्जाम भएपछि ल सटरडे पनि हुन्छ हजुरको इक्जाम सटरडे पढ्नु पर्छ सन्डे एक्जाम हुन्छ स्याटरडे पढ्नु पर्यो नि टपर दिदी काशी मोर्नाइजले पैसा दियो त रिभिल गर दिएन मैले पैसा पाएँ मेरो फर्स्ट टर्मको 3000 किनभने म फर्स्ट टर्ममा फर्स्ट भयो सेकेन्ड टर्ममा सेकेन्ड भयो 3000 प्लस 2000 5000 नहेर्नु होला यो भिडियो नहेर्नु होला प्लिज माफ गर्नु यो जोक कसरी जस्तो जोक भयो काशी मोर्नाइजले भिडियो हाल्यो अनि हईको पुटे मान्छेले जस्तो जोक गरेको हो भनेर एपोलोजी स्याड भएर गाह्रो हुन्थ्यो त्यस्तो भएकोमा खानै सक्दैन खानुमा कि फाल्नु हुन्न है म भन्नु म छोरीको माया हेलो
अचम्म हामीले भिडियो हुँदैछ एकछिन नबोल्नु है युट्युबमा हाल्ने हो के आउनु यहाँ अनुहार देखाउन आउनु हजुर नि ओ हाम्रो यहाँ भिडियो हो यहाँ के? धेरै बनाउनलाई देखाउनलाई मुखमा मेरो यो र यो कम्बिनेसन आई हेभ अ ऱ्यान्डम वियर्ड टेस्ट किनभने मैले के खानुपर्छ चाहिँ भन्दिनँ यहाँ रामेन विथ आइसक्रिम चिया विथ कुरकुरे पानीपुरी विथ लड्डु हामी खाँदैछौँ हेर्नु यहाँ गाह्रै हुँदो रहेछ धेरै खान्छौँ कि भनेर लोभी भइहाल्यौँ सुरुमा सोल्टिनी पनि स्यास्या फ्याफा थाहा पाएँ धेरै लोभी हुन नहुँदो रहेछ 5वटा चौचन्नी कहाँ सकिन्छ त नि हाम्रो भुँडी त्यति मैले यहाँ यति डाइट गरेर वेट घटाएँ स्योर सकिन्थ्यो तर अघि हामीले 1 लट पानीपुरी पानीपुरीले गर्दा हो अनि फेरि पानीपुरीको झोल कति खायौँ प्रकाशलाई गएर चिया र पफ अनि हामीले त आलु नि खायो आलु खाए आलु खाएकै न रेस्टुरेन्टमा एउटा आलु पनि खाएको त हामीले सक्थ्यौँ साँच्ची हजुर हो। 2टा खाइदिनु पर्यो म यहाँ वेट लस भएको थियो कि कति वेट भयो 4 केजी वेट लस भएको स्थितिमा एउटा हाम्रो पाहुनाजी आएर यसरी खाइदिनु भयो हाम्रो